चाहे त्यो भूमिहीन होस् या सुकुम्बासी होस् या सम्पन्न होस्, कसैको पनि मानव अधिकार खोसिनु हुँदैन, बाँस सताउने अधिकार खोसिनु हुँदैन, घाँस कपासको त्यो सुनिश्चितता खोसिनु हुँदैन। यो पाटोमा सरकार सचेत छ र फेरि पनि दोहोऱ्याए स्थानीय सरकारले यो विषयको समाधानको लागि निकै लामो समयदेखि संवाद गरिरहेको थियो, डेटा कलेक्सन गरिरहेको थियो र कसरी समाधान गर्ने भन्ने पाटोमा स्थानीय सरकारले देखाएको यो तत्परतालाई संघीय सरकारले सहकार्य गरेको मात्र हो। विगतको यो 37-37 वर्षको राजनीतिक अभ्यासमा 3 करोड 2 करोड 92 लाख नेपाली जनता भएको देशमा 75 करोड सुकुम्बासी कसरी उत्पादन भए र कसले उत्पादन गर्यो र यो केसँग जोडियो, यसको आशय के थियो भन्ने कुराको मैले आज धेरै चर्चा गरिराख्नु पर्दैन। के साँच्चै 75 लाख सुकुम्बासी नेपाली जनता भएका हुन् त, अथवा त्यहाँ 75 लाख किन बनाइयो भन्ने कुराको प्रश्नको जवाब पनि खोज्नुपर्छ र कुनै पनि नेपाली नागरिक घाँस कपासबाट छुट्नु हुँदैन। यो उसको मौलिक हक हो। सरकार यो प्रति सचेत छ र सुकुम्बासी समस्याको दीर्घकालीन समाधानको लागि सरकार सचेत भएको कुरा मैले अनुभूति गरेको छु र त्यो सँगसँगै स्थानीय सरकारसँगको सहकार्य संघीय सरकारले देखाएको उच्चतम नमुना प्रस्तुत भएको छ।